नमस्कार, मेरो नाम मदन कृष्ण श्रेष्ठ। आज संसारभरि विश्व दृष्टि दिवस मनाइँदैछ। हाम्रो शरीरको सबै अङ्गहरू त्यत्तिकै इम्पोर्टेन्ट छन्, महत्त्वपूर्ण छन्, तर त्यो आँखा विशेष महत्त्वपूर्ण कुरा हो। यसलाई हामीले जतन गरेर राख्नुपर्छ। दृष्टि राम्रो देखिएन भने धेरै जिन्दगीमा धेरै गाह्रो हुन्छ जिन्दगी बिताउन। भर्खर जन्मिएका बच्चाहरूलाई पनि बच्चालाई जन्मिने बित्तिकै आँखा जचाउन लाउनुपर्छ, किनभने बच्चाको आँखासम्म केही डिस्टर्ब भएको हुनसक्छ, त्यो हामीलाई थाहा हुँदैन। त्यो भएर जचाइहाल्यो भने चाहिँ कि पछि गएर दृष्टिविहीन हुने, आँखा नदेखिने यस्तो कुनै सम्भावना हुन्छ, त्यो चिजबाट जोगिन्छ। आफ्नो लागि, आफ्नो परिवारको लागि पनि जचाउनुपर्छ। र दृष्टिविहीनहरू धेरै देखेको छु मैले। हामी कल्पना पनि गर्न सक्दैनौँ, हामी अन्दाज गर्न सक्छौँ, तर कल्पना पनि गर्न सक्दैनौँ। एक दिन आँखा चिम्लेर बस्दा एकदम गाह्रो हुन्छ। आँखै देखेन भने कति गाह्रो हुन्छ। त्यस कारण त्यसमा विशेष आँखाले फोकस ध्यान दिनुपर्छ। बच्चा जन्मिने बित्तिकै त्यसलाई त्यो डक्टर चेकअप गराउने आँखा दृष्टि कस्तो छ, क्लियर हो भने ठिकै छ, क्लियर भएन भने त्यहाँ तुरन्त उपचार गर्न सकिन्छ। सानै बेलामा उपचार गऱ्यो भने पछि ठुलो बिजोगबाट बच्न सकिन्छ। तपाईँको आफ्नो आँखा पनि केही गरी आँखामा केही घाउ भयो या आँखा दुख्यो या आँखामा कुनै प्रब्लम आयो भने तुरन्त डक्टर जचाइहाल्नुहोस्। त्यसले गरेर धेरै राम्रो हुन्छ। र आज विश्व आँखा दृष्टि दिवस छ। दृष्टि दिवस मनाइँदैछ। यसको लागि धेरै शुभकामना। सबैले राम्रो होस्। जोगाउँ जोगाउँ बाल दृष्टिलाई जोगाउँ, जोगाउँ जोगाउँ बाल दृष्टिलाई जोगाउँ। जन्मेपछि नानी बाबु 1 महिनाभित्र, जन्मेपछि नानी बाबु 1 महिनाभित्र जाँचिदेऊ है सबले आँखा के छ भित्र। स्कुल भर्ना गर्नु अघि जाँची तयार पारौँ ठिक्क, कक्षा चढ्दा फेरि जाँचौँ नमानौँ है दिक्क। जोगाउँ 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 बाल दृष्टिलाई जोगाउँ।